सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 30 मिनी ब्लगमा। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि हाम्रो यतातिर चाहिँ पानी परिरहेको छ नि त, अनि त्यसैले चाहिँ मैले कपडाभित्रै सुकाएको थिएँ। अनि आज चाहिँ पानी हल्का बिदाएको थियो, सब्जीहरू पनि थिएन। अनि यो ऱ्याङ्कर पनि च्यातिएको थियो, अनि त्यसलाई चाहिँ सिलाउनु लाग्नु थियो। अनि मैले चाहिँ यहाँ सिलाउन दिएँ यो दाइलाई, दाइ त के भन्नु भइहाल्यो। त्यसपछि चाहिँ म लागेँ लुखुर लुखुर एक्लै सब्जी लिन होइन। पानी चाहिँ यस्तो भएको थियो, अनि मैले चाहिँ मसरुम आलुहरू अलिअलि सब्जीहरू लिएर घरतिर लागेँ। अनि म घर आएर चाहिँ मैले खाना पनि बनाइसकेको थिएँ, मासु पाकेको थिएँ। पकाएकै भिडियो मात्रै, मासु मात्रै कति पकाएको हाल्नु भनेर हालेन। अनि त्यसपछि चाहिँ मेरो हस्बेन्ड पनि आउनुभयो र हामी खाना खान लाग्यौँ। अनि त्यसपछि चाहिँ म यता मेरो बाबुलाई मासु खुवाउँदै थिएँ। यसको नाटक हेर्नु है त, धेरै नाटक गर्छ। यसले चाहिँ मासु मुखमा हाल्दाखेरि पनि छि गरेर आएको थियो, अनि अहिले चाहिँ भिडियो चालु गरेको भएर खायो राम्रोसँग। अनि त्यसपछि चाहिँ आजलाई मेरो मिनी ब्लग यति नै, फेरि भेटौँला अर्को भिडियोमा। त्यतिसम्मको लागि बाई बाई।